आज पनि दिनभरि पानी पर्यो। सो हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। कहिले पानी नै पर्दैन, पर्यो भने परेको परै गर्छ क्या। अचार बनाउने भनेको पानी परेर हैरान लाग्यो म पसलतिर डिब्बा ल्याउनलाई अचार बनाउनका लागि। बाटो पनि कति चिप्लो छ क्या। बर्खाको टाइममा त यस्तै हो जहिले नि। अस्ति लोटेर खुट्टा मर्केको, त्यही भएर डर लाउँछ क्या मलाई। पसल नि आइपुगे, डिब्बा किने अनि अरू सामान नि किने अनि घर फर्किएँ। घर फर्केपछि डल्ले खुर्सानीको भेट नकेलाउन लागे क्या। कति राम्रो छ हेर्नु न डल्ले खुर्सानी। त्यसपछि चिरा लगाएँ, मरमसला पस्नु पर्यो नि त। मैले चाहिँ 2 थरी अचार बनाएको साथीहरू, एउटा भिनेगर हालेर अनि अर्को मरमसला हालेर बनाएँ। हेरौँ कस्तो हुन्छ। फर्स्ट टाइम हो नि त मैले बनाएको। अनि तपाईहरुले कतिको मन पर्छ नि डल्ले खुर्सानीको अचार। अचार नि तयार भयो अनि मैले डिब्बामा प्याक गरेँ। यता फेरि बाबुले खाजा खाँदैछ के चाउ 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 स्टिकले। ओके, आजलाई यति नै, बाई बाई।